हेलो नमस्ते गुड मर्निङ सम्पूर्ण निर्माया वाइबा युट्युब च्यानलमा अब चाहिँ निर्माया वाइबा एकैछिन मर्निङ वाक हिँड्न जाँदैछु। सबैजनालाई गुड मर्निङ। 1 2 3 4 लेट्स गो। आजको निर्मायाको भ्लग चाहिँ एकदम मर्निङ वाकको फ्रेस आउँछ है त ल। गुड मर्निङ उहाँ गुड मर्निङ। ल हामी चाहिँ मर्निङ वाक हिँड्दैछु दुध लिनलाई होइन। अब एक राउन्ड लाउने अनि दुध डेरी गएर दुध लिएर आउने है त। सुबह बिहानी फ्रेस पनि हुनु पर्यो होइन। के गर्नु अब आफ्नो स्वास्थ्यको लागि त आफैले गर्नु पर्यो होइन। ल गुड मर्निङ सबैजनालाई। म मर्निङ वाक हिँडेँ है त। एकदम ढिलो भइसक्यो। के गर्नु लेडिजहरूलाई त बिहान उठेर काम धन्दाले पनि सताउँछ हो होइन। हुन त आफूले अलिकति समय लिएर गऱ्यो भने छिटो पनि हुन्थ्यो होला होइन। अब हामीले समय लिन सकेन नि, धेरै सुत्ने हो नि त अल्छी। ल आजको भ्लगमा निर्माया वाइबा मर्निङ वाक हिँडिरहेको छु होइन। सबैजनाले माया गर्नु होला, लाइक ठोक्नु होला र सेयर गर्नु होला र कमेन्ट पनि गर्नु होला होइन। यो कुन ठाउँ हो भनेर। यो चाहिँ हाम्रो विदुर नगरपालिका 3 देवीघाट पर्छ होइन। सबैजनाले निर्माया वाइबाको यो एकदमै न्यू भ्लगमा सब्सक्राइब गरिदिनु होला होइन। मजाले हिँड्यो नि। यो हाम्रो डेन चाहिँ फेरि मसँगसँगै कुद्नुपर्छ यसरी ल हेर्नु। यो डेन्जर छ है। मर्निङ वाक हिँड्दाखेरि फेरि यस्तो श्वास हुँदैन। हात पनि दुख्छ फेरि के गर्नु। हात पनि दुख्छ। कस्तो राम्रो फ्लावर फुलेको हेर्तिर ल हेर्नु त। ढकमक्क रमाइलो छ त। गर्मी महिनाले चाहिँ हरेक कुराहरू फुलिरहेको हुन्छ, बास्ना पनि त्यत्तिकै आइरहेको हुन्छ र एकदम रमाइलो पनि हुन्छ के गर्मी। अलिकति उकालो पर्छ त्यही भएर श्वास हुन्छ। दुइटै हात चलाउँछ है म। एकदम हात दुख्छ के मेरो त्यही भएर। ल गुड मर्निङ है, गुड मर्निङ। छिटो छिटो जाऊँ। चल डेन चल। यो डेनलाई हतार पर्छ है जहिले म हिँडे पनि। मर्निङ वाक गर्न सजिलो छैन नि, एकदम गाह्रो हुन्छ। अब चाहिँ म यताबाट टर्निङ लिन्छु है। यताबाट चाहिँ दुध डेरी पुग्न पाउँछ नि त। अब डेन चाहिँ उता कुद्छ, अब त्यो फर्केर आउँछ। देवीहाटतिरको मौसम चाहिँ यस्तो चलिरहेको छ है आजको चाहिँ। ल एकदम फ्रेस चिसो हावा होइन। कति आनन्द, एकदमै आनन्द फिल हुन्छ मलाई त बिहान हिँड्न पाउँदा, बेलुका हिँड्न पाउँदा होइन। सबैजना आफ्नो आफ्नो सुरुमा काम धन्दा होला होइन। अहिले बिहानमा चाहिँ म चाहिँ सिद्ध्याएर हिँडेँ है। धेरै हिँड्नु पर्दैन। बिहानमा 1 घन्टा, बेलुकामा 1 घन्टा हिँड्यो नि
पुग्छ। त्यो मोटो पनि घटाउने दुब्लाउने भन्ने त हुँदैन, एकदम आफू फ्रेस चाहिँ भइरहेको हुन्छ कि। मान्छेको सबैभन्दा ठुलो त फ्रेस भएर हिँड्नु नै ठुलो कुरो होइन होइन। कति कराउँछ चराहरू च्याउ च्याउ च्याउ। मेरो पाइला चाहिँ फेरि अलि अरूको भन्दा चाहिँ अलि फास्ट हुन्छ कि फास्ट, त्यही भएर अलि श्वास हुन्छ मलाई। ढिला हिँड्नै जान्दिनँ म, धेरै भइसक्यो नि त हिँडेको, त्यही भएर ढिला हिँड्न जान्दिनँ म। कस्तो राम्रो लिची फुल्या छ, आँप फुल्या छ होइन। सिजन अनुसारको फुलहरू हरेक फुलिरहेको छ। स्पेसली एकदम नाइस भिडियो निर्माया भाइको युट्युबमा आउँछ है। सबैजनाले लाइक ठोक्ने होला र कमेन्ट सेयर सक्दो सब्सक्राइब गरिदिनु होला है त। यति फास्ट हिँडिरहेको छु नि म अहिले, एकदमै फास्ट हुन्छ मेरो पाइलाहरू। अब यहाँबाट चाहिँ धेरै त छैन, जम्मा म 10 मिनटमा यो रनिङ लिइसक्छु होला। आज टाढा गइएन नि त। नयाँ नयाँ यसो परिवर्तन भिडियो ल्याउनु पऱ्यो भनेर सधैँ कति घरको मात्रै बनाउनु भनेर कि टाइम लिएर हिँड्दैछु म। नमस्ते, गुड मर्निङ आमा, सन्चै हुनुहुन्छ? ल हामी चाहिँ मर्निङ वाकमा है। म चाहिँ घरबाट ठ्याक्क यहाँ राणा भवानीश्वरी स्कुल अगाडि आइपुगेँ है। धेरै हिँड्न नि पर्दैन, थोरै थोरै हिँड्यो नि स्वास्थ्यलाई एकदम फ्रेस हावा पुग्छ नि त, मान्छे पनि दिमाग फ्रेस भयो होइन। ल हेर्नु, यो चाहिँ राणा भवानीश्वरी स्कुल है, हाम्रो देवीघाटको। कति कुकुरको बच्चा त्यहाँ गेटमा त 5-7वटा कुकुरको बच्चा रहेछ है। कहाँबाट होला? ल हेर्नु, यो चाहिँ राणा भवानीश्वरी स्कुल हाम्रो देवीघाटको है। ल हेर्नु ल, पुरै देखाइदिन्छु मलाई उहाँबाट यहाँसम्म है। ल हेर्नु ल, यही हो नुवाकोट जिल्ला विदुर नगरपालिका 3 देवीघाटको राणा भवानीश्वरी स्कुल चाहिँ यही नै हो है। ल मैले हजुरहरू सबैलाई देखेर छु, सबैजनालाई कस्तो लाग्छ सबैजनाले भट्टाभट कमेन्ट गर्नु थाल्नु होला। हस् त, आजको भिडियो चाहिँ मैले यही नै इन गर्न चाहन्छु होइन। सबैजनाले सक्दो लाइक ठोक्नु होला र सब्सक्राइब गरिदिनु होला निर्माया वाइबा युट्युब च्यानलमा गएर। अब चाहिँ म हजुरहरूसँग सबैसँग बिदा माग्छु। गुड मर्निङ, लस्सु, बाई बाई।